नराम्रो सपना देखेँ त? यो कतै हिजो बाटोमा कुरा गर्दै आएको भएर त होइन? अस्ति पनि यस्तै नराम्रो सपना देखेको थिएँ। के गर्ने होला? फुलमाया, ए फुलमाया, कहाँ गएछ यो फेरि बिहानदेखि? मोटरसाइकल पनि लिएर गएछ त। तल बजारसम्म जानुपर्ने, माइल दाइकै बाइकमा जानु पर्ला जस्तो आज। है कहाँ गयो यो केटी बिहानदेखि? के काका आइपुग्यो मेरो भतिज। उहाँ रमेश सर, नमस्ते भन्लास्। नमस्ते सर। नमस्ते नमस्ते। उयो तेरो भतिज? हजुर सर, यही हो मेरो भतिज। अब भर्खरकै त दिनभरि डुल्छ, काम छैन, लम्पसार परेर सुत्छ। पछि के गर्ने हो? बरु यहाँ के काम गर्नुपर्छ सर भन्दिनँ, यसले गर्छ। ल ठिक छ। ल हेर बाबु, अब यो मोटरसाइकलको पर्चर बनाउनु पर्ने, अनि त्यसका लागि यहाँ माथि जानुपर्ने छ। अब यी वरिपरिका आफूलाई वीर ठान्ने खाइलाग्दा ज्यान बगाहरू कसैले माथि जाने आँटै गर्दैन। अनि यहाँ ठ्याक्क अर्केले तेरो नाम लियो। त के अब यहाँ माथि जान सक्छस्? चढ्नु त सकिहालिन्छ नि सर। चढ्ने कुरा, चढ्न त गधा पनि चढ्छ नि, मोटरसाइकल चाहिँ माथि लानु पर्यो क्या, बुझिनुहोस् बाबु। ए मोटरसाइकलै लाने सर? यस्तो पुरातात्विक भवनमा फेरि मोटरसाइकल लानु मिल्ला सर? ए बढ्न बोल, डाम्ना सरको कुरा सुन्नु छैन, आफै बोल्छस्। ठिक छ अर्के। के हो भने नि बाबु, मैले लाउने काम जतिमा तैँले नचाहिँदोमा खेलाउने आवश्यकतै पर्दैन। सबै सोध्नु पर्ने ठाउँमा सोधेर स्वीकृति लिएर गर्न आँटेको काम हो यो। हाम्रो देशमा चिन्तान हुनुपर्छ, चिट्ठी ठाउँमा पुगेपछि काम त भइहाल्छ नि। ल अब धेर सोधपुछ नगरौँ। उति त्यहाँ लुगा भिरिहाल, भित्र मोटरसाइकल छ, माथि पुर्याउने काम तेरो, बुझिस् बाबु? ल हेलिकप्टर पनि आइसक्यो, सबै थोक तयार पनि भइसक्यो। अब त्यही बाइक मात्र माथि पुर्याउने काम तेरो। ए हस् सर। त्यति त गरिहाल्छ नि यसले।
त गर्दो रहेछ नि यसले। मैले भने होइन हजुरलाई यसले गर्छ भनेर। ल ठिक छ, अहिलेलाई लुगा पनि तैराख, 500 रुपियाँ इनाम ठ्याक्कै तेरो हातमा। अनि अरू कामहरू पनि छन्, बिस्तारी बिस्तारी गरौँला, बुझिस् बाबु? हस् हस् सर, धन्यवाद। नमस्ते रमेश सर, चिन्नुभयो? आरामै हुनुहुन्छ नि? हाम्रो अलिकति हिसाब किताब बाँकी थियो क्यारे अस्तिको, त्यही सम्झाउन आएको। होइन, कहाँबाट के को हिसाब भन्छ यसले? यसलाई ठेगान ला त। लु भतिज, अर्को काम आयो, अघि बढ् त। यसले न्यु खिचेर जस्तो लागिरहेको छ। छाला उडेर तेरो आँखा साखा निकालेर तिमीहरूलाई पग्लास मैले जाने छु, बाटामा भेट्यो भने त त्यही खुस्काइदिन्छु, बुझिस्? आफ्नो बाटो लाग डाम्ना। धेरै खुबी भएको केटा रहेछ अर्कोतिर भतिज, मलाई मन पर्यो। लु थप 300 रुपियाँ तेरो हातमा फेरि। ऐस गर आज। अब फेरि पनि भेट्नुपर्छ। आराम हुनुहुन्छ? फुलमायालाई देख्नु भएको छ? फुलमायालाई? फुलमाया ए उहाँ माथिसम्म जान्छु भनेर गएको थियो बाबु। ए हजुर दिदी, कता? उहाँ माथि, ऊ त्यहाँ हिमालतिर क्या। यही बाटो सिधा गएको थियो क्या रे बाबु बिहान। ए हस् दिदी, धन्यवाद। जान्छु है। ल ल बाबु, राम्रोसँगले जानु। फुलमाया, कस्तो भयो तेरो दिन? ए कहाँबाट यस्तो? कसरी थाहा भयो म यहाँ छु भनेर? जसरी भए पनि थाहा भइहाल्छ नि मैले। साह्रै नराम्रो सपना देखेँ बिहान, त्यही भएर यसो बसेको मन भुलाउन दिन बितेको थाहै भएन।
तेरो सुनौँ न, मेरो नि ठिक भयो। यो कहाँबाट पाइस् लुगा चाहिँ? खतरा रहेछ त, कि छोडेर ल्याइस्? कस्तो कस्तो देखाएको छ? लामो छ कथा, तँलाई भन्छु बिस्तारै। अलिक थाकिरहेको छु, तँ पनि थाकिस् होला दिनभरि हिमालय बसेर होइन। त्यही त। ल ल मै चलाएर पुऱ्याइदिन्छु नि तँलाई। एकदम एकदम ठिक कुरा गरिस् भतिज तैँले। हजुर हजुर काका। काका साँच्ची एउटा कुरा भन्नु पर्ने थियो तपाईँलाई, फेरि रिसाउनुहुन्छ होला। ए, किन रिसाउनु मेरो भतिज, भन्न भन्। काका त्यो रमेश सर छ नि काका, त्यो मान्छे नि अलिकति चाहिँ जाली जाली छ कि जस्तो लाग्यो मलाई। यस्तै कुरा गर्छस् अनि उल्टा हातले झ्याम्म पड्काउन मन लाग्छ तँलाई। कुरा गरो कुरैको पिर। जसले तँलाई काम दिइरहेछ उसकै खेतो खनेर हिँड्छस् त अब? त्यही गाउँका तिग्रेहरू जस्तो हुन मन छ तँलाई? दिनभरि बारीमा बसो, तरुणीहरूलाई जिस्कायो, सुसेली हानो। काका त्यसै रिसाउनुहुन्छ? त्यस्तो होइन काका, मैले त्यसै भनेको नि। लु छाड दे, तँसँग बोलेर काम पनि छैन। म आफ्नो कामतिर लाग्छु, तँ पनि आफ्नो बाटो लाग। फेरि त नचाहिँ त अनाप सनाप फेद न टुप्पोको कुरा सोचेर चाहिँ नबस्लास्, बुझिस्? ए हस् हस् काका हस्।